थियो। सो उहाँलाई निकाल्नको लागि त्यो हाई क्यापमा छिरेको थिएँ। फेरि साथीहरूलाई किन भनेको थिइनँ एचआरएलमा, किनभने मलाई थाहा छ त्यसमा छिरेपछि निस्किन एकदमै गाह्रो हुन्छ। सो जो 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 खेलाडीहरूले चलाइरहेको थियो एचआरएल उनीहरूलाई त एकदमै गाह्रो भयो। सो तर आफ्नो साथीलाई निकालियो, त्यसमा म खुसी छु। हस्, अरू साथी ल के दाइ बोल्यो? मैले तपाईँलाई सोध्न खोजेको थिएँ याद हुन तपाईँले भन्ने मात्रै हो, त्यसमा हामी किन्ने नै मूर्ख हो होइन दाइ। जस्तो त्यो एनएफएसमा तपाईँले जुन अब माथि पुग्छ 5,000 पुग्छ भन्नुभयो भने हामीले पनि किन्यौँ। फेरि पछि निक्ली भन्नुभयो, निक्ल्यौँ, घटेर निक्ल्यौँ। फेरि सिन्धुमा आऊ भन्नुभयो, आऊ त भन्नु भएन, जो त्यस्तै खालको गर्नुभयो। अनि सिन्धुमा आयो, सिन्धु पनि फेरि घट्दैछ दाइ। अनि यो अब फेरि फेरि सिन्धुबाट अर्कोमा जाउँला भन्नु, हामी त जता पनि घट्दै जाँदै घट्दै जाँदै सकिन्छ दाइ। हाम्रो त यस्तो हो नि त नि। अब रोशनजी, म तपाईँलाई स्पष्ट एउटा कुरा के भन्छु भने, जुन दिन यसमा इन्ट्री गर वा जुन दिन यसमा एक्जिट गर, जसले त्यो त्यति मात्र गरेका छन् नि तिनीहरूले पैसा छापेकै छन्। आज पनि तपाईँले यदि सिन्धु मैले फर्स्ट टाइम कतिमा बोलेको थिएँ हजुर? मैले 900 कतिमा उठाउँछु दाइ। तर पछि अब सुन्नुहोस् नि, मेरो कुरा पनि सुन्नुहोस्। अब मसँग तपाईँले जवाफ लिन आउनु भएको छ भने म जवाफ दिन्छु नि हजुरलाई राम्रै, हुन्छ होइन? हुन्छ। अब 900 समथिङमा मैले यदि इन्ट्री भनेको छु भने आज के दाम छ? 1100 कति थियो दाइ? 1133, हो होइन? हो 1133 रुपियाँ पैसा छ आज। भनेपछि आज पनि यति सानो पिरियडको अन्तरालमा 200-250 रुपियाँ बढेको छ र म्याक्सिमम् 1507 रुपियाँ पुगेर आएका थियौँ, होइन? हामी हो जहाँसम्म कसरी बुझ्नु पर्यो भने साथी, मैले बारम्बार भनिसकेँ। अब कतिलाई ठिक लाग्छ लाग्दैन त्यो एउटा डिफ्रेन्ट कुरा हो कि म फाइनेन्स छोड्दिन थिएँ। फाइनेन्स छोड्ने कारण चाहिँ तपाईँको केआरबिएलको सेयर रोक्का हुनु र यतातिर तपाईँको जानकी र तपाईँको अरू फाइनेन्सहरूको इपिएस -71 र -40 जति आउनुले मलाई अलिकति डर लाग्यो, होइन? अब मेरो मेरो लगानी नै फ्रिज भयो भने, होइन, हुन चाहिँ इन्टरनेसनल प्र्याक्टिसमा कहीँ बन्द हुँदैन, होइन? तर नेपालमा बन्द भयो, होइन? अब नेपालमा बन्द भयो, त्यसलाई खुलाउन कुनै पनि नियमकारी निकायको चासो छैन। लगानीकर्ताको लगानी डुबोस्, लगानीकर्ता मरोस्, कसैलाई मतलब छैन है साथी। भनेपछि मैले मेरो अलिकति सेफ्टी हेर्नु त कुनै गलत थिएन है। फेरि म भन्छु 5,000 6,000 यो अल्ट्रा लो क्याप डेभलपमेन्ट ब्याङ्क वा फाइनेन्सको लागि ठुलो कुरा होइन मेरो साथी, होइन? भोलिका दिनमा हामी फाइनेन्समा गयौँ भने त्यो पनि सानै कुरा हो। तर मान्नुहोस् मेरो लगानी त्यहाँ ठुलो हुन्थ्यो भने त्यसको पनि कारोबार रोक्का गर्न कुनै ठुलो कुरा हुन्न थियो कि यिनीहरूलाई। सो यो कुरा चाहिँ अलिकति मैले चाहिँ, होइन, मलाई बचाउनु त पर्यो नि आफ्नो लगानी, होइन? हो अब कसैलाई डर लाग्यो त्यसमा चाहिँ कि देयर इज नथिङ रङ नि, होइन? अब डर त लाग्न सक्छ नि यार, होइन? मलाई यो मार्केटको माथि तल हुँदा डर लाग्दैन कि फ्रिजै गरिदियो भने त गयो नि, होइन? गएन? हो दाइ। होइन त यस्तो थियो क्या दाइ, सिन्धुमा चाहिँ मेरो डब्लुएसिसी अब 1200 समथिङ छ क्या। 900 पनि किन्न चाहिँ पछि यो बढ्दा पनि किनेको छु कि, त्यही भएर चाहिँ अलिकति डर लाग्यो दाइ। अरू त खासै त्यस्तो केही थिएन। डराउनु पर्दैन कि तपाईँको डब्लुसिसी 1200 छ भने मेरो पनि 1200 छ है साथी। त्यो तपाईँले त बेचेको देखिन्छ क्या दाइ, त्यही भएर चाहिँ हो क्या आत्तिएको खास। यो एपमा किनेको देखिन्न, मात्र बेचेको देखिन्छ। खै त यो कुन चाहिँ एप हो यार? सेयर हब भन्ने एप हो दाइ। मैले किनेको देख्दिनँ। थोरै धेरै फरक, धेरै डिफ्रेन्स छ दाइ, त्यही भएर। मेरो फ्रिज हुन्छ, म एकचोटि हेर्छु है एप। आवाज आइरहेछ अब? हेलो?
आइरहेछ आइरहेछ दाइ यो एपमा गएर 12 महिनाको त्यो निकाल्नुहोस् त सिन्धुमा गएर कसैसँग छ होला 12 महिनाको सिन्धुको त्यो निकाल्नुहोस् त मेरो ख्यालबाट 1,84,000 को होल्डिङ मात्र देखाइरहेछ 72 मा 1,84,000 को होल्डिङ मात्र देखाइरहेछ 39 मा हैन र मैले कुनै 1 वर्षमा मात्र खाएको होइन मैले 3 वर्ष अगाडि पनि 2-3 लाख किता किनेको थिएँ त्यो त छँदैछ अनि कस्तो कुरा गर्नु हो यार होइन अहिले चाहिँ 3-4 दिन चाहिँ बेचेको धेरै देखिन्छ भन्ने खोजेको दाइ बाबा 3-4 दिनमा मैले जति किनेको छु त्यति बेच्ने ब्यालेन्स मात्र गरेको हो बेचेको बढी छैन बेचेको कम्ती नै छ जति खाएको छु त्यसभन्दा त्यो चाहिँ हेरिहाल्नुहोस् WACC पनि बताऊँ अनि बताइदिनु न अब यत्रो भयो सोधेँ मैले एक महिनाको WACC 1173 रुपियाँ एपले नै देखाइरहेछ यार हस् त हस् म ढुक्क भयो अब म सुतेँ दाइ त्यसो भए धन्यवाद धन्यवाद अब 1173 रुपियाँ त्यसले नै देखाइरहेछ अब तपाईँले बेचेपछि अलिकति मनमा डर हुँदो रहेछ क्या दाइ त्यही भएर मात्रै हो क्वेसन हेर बा मैले बेच्नु पनि पर्छ नि नबेचिकन मैले किन्न सक्दिनँ हेर्नुहोस् है अब कि त त्यस्तो ब्रोकर दिनुहोस् जसले पैसा माग्दैन भने त म साला आगो लगाइदिन्छु 10,000 नपुर्याइकन छोड्दिनँ ल अब पैसा माग्छन् पैसा मागेपछि के गर्ने होइन दाइ आज हजुर गार्जेन उसमा माइक्रो फाइनेन्समा पनि छिर्नु भएको थियो आज बाईमा त्यो त 25-30 लाख किता कसले बाईमा हालेछ त्यत्रो भनेर नि दाइ के ठुलो कुरा 25-30 लाख त बाई हाल्न त्यो राम्रो मार्केटको लागि कसैले हालिरहेछ भने त्यो राम्रो हो होइन हुन्छ दाइ हस् थ्याङ्क यू दाइ गुड नाइट मलाई अरू साथीहरू हेलो दिपेन्द्र सर जय सियाराम सर अब तपाईँले म रेस्पेक्टले भनेको होइन त्यो केही पनि नराम्रो फिलिङ्स छैन होइन सर हजुरको म ठुलै फ्यान हो क्या NFSमा पनि हजुरले